अवस्थामा जति हामी यसको नजिक पर्छौं यसको हैन आकर्षणमा चाहिँ हामी आकर्षक भएर यसको जुन आकर्षण हुन्छ त्यो आकर्षणमा चाहिँ हामी नजिकिन्छौं। त्यसबाहेक फुल फुलेर ओइलिएर झरिसकेपछि हाम्रो लागि चाहिँ यो फुल खासै महत्त्व हुँदैन। त्यसैले ती सुन्दर फुलेको अवस्थाको त्यो सुन्दर दृश्यहरूलाई हैन जीवन्त राख्नको लागि चाहिँ मैले मेरो भिडियोमा यो सुन्दर फुलहरूको सौन्दर्यलाई जीवन्त राखिराख्नको लागि चाहिँ यो भिडियो बनाएको हो। यो सेतो र गुलाबी कलरको मिक्स फुलिरहेको रंगीन गुलाबको फुललाई मैले चाहिँ हजुरहरु सामु हजुरहरुको मनमा एउटा छुट्टै किसिमको फुल प्रतिको मोह जगाउनको लागि र यो जुन फुलिरहेको फुललाई सदैव जीवन्त राख्नको लागि चाहिँ मैले हजुरहरु सामु यो छोटो भए तापनि गुलाबको भिडियो बनाइरहेको छु। सेतो र गुलाबी रङको मिक्स कलरमा फक्रक्क फुलिरहेको यी सुन्दर गुलाबका फुलहरूलाई हामीले जति मन पराउँछौं जति यसको सौन्दर्यताले मानिसहरूलाई लोभ्याउँछ त्यति नै हामीले यी फुलहरूलाई माया गर्ने गर्छौं। एकदमै सुन्दर र आकर्षक देखिने यो फुलहरूलाई हामीले सदैव जगेर्ना गर्नुपर्छ। यसको चाहिँ हामीले बीजहरू उत्पादन गरेर यसरी नै हराभरा पारेर रंगीन फुलहरू फुलाइरह्यौं भने यसले आफू र आफ्नो वरिपरिको ठाउँलाई मात्र नभएर यसले चाहिँ संसारलाई नै आकर्षक गर्नुको साथै सुन्दरता प्रदान गर्ने गर्दछ। झट्ट हेर्दा यो एकदमै आकर्षक देखिने गुलाबका फुलहरू यसको सौन्दर्यता मात्र नभएर यसको महत्त्व पनि एकदमै धेरै छ। यसको फुलहरूबाट पातहरूबाट धेरै किसिमका जडीबुटीहरू पनि हामीले बनाएको पाउँछौं र ती जडीबुटीहरू एकदमै मानव स्वास्थ्यको लागि फाइदाजनक रहेको कुरा पनि हामीले विभिन्न लेखहरूमा पढ्न सक्छौं र दैनिक जीवनमा युज भइरहेको हुन्छ। हजुरलाई यो भिडियो कस्तो लाग्यो? हजुरलाई यो भिडियो मन पर्यो भने भिडियोलाई धेरै भन्दा धेरै लाइक गरिदिनु होला, कमेन्ट गर्नु होला र शेयर गर्न नभुल्नु होला भन्दै आजलाई यी सुन्दर फुलहरूको प्रजाति सहितको सुन्दर दृश्यहरू हजुरहरूलाई सुम्पदै